वास्तवमा इनोसेन्ट 4 जना 5 जना युवाहरू आफ्नो घरमा खाना खाएर चाहिँ 12-1 बजेको समयमा इमाडोल आफ्नै घरबाट मङ्गलबजारमा घुम्नको लागि निस्केको देखिन्छ। उनीहरूको उद्देश्य भनेको मङ्गलबजार दरबार एरियाहरू घुम्नु मात्रै देखिन्छ, टाइम पास गर्नको लागि घुम्न निस्केको देखिन्छ। त्यही क्रममा इमाडोल निवासी सुमित नेमाङले एकजना कोही आफ्नो साथीलाई फोन गर्छन्, मोबाइल नम्बर लिएर फोन गर्छन्। त्यो नम्बर मिस्टेकली अर्को कोही मान्छेको चाहिँ मोबाइलमा पुग्छ। मोबाइलमा पुगिसके पछाडि उसले आफ्नो साथी भनेर केही अभद्र कुराहरू गर्छन्। त्यही क्रममा मोबाइल रिसिभ गर्ने मान्छेहरूले पनि काउन्टरमा त्यस्तै अभद्र कुराहरू गरेर मोबाइलमा झगडा पर्छ। मोबाइलमा झगडा परिसके पछाडि पटक पटक त्यो मान्छे जसले उनलाई मिस्टेकली फोन गरे, रङ नम्बरमा फोन गरे, त्यो मान्छेले काउन्टर कल गरेर डिस्टर्ब गरिरहन्छ र उनीहरूको बिचमा एक आपसमा झगडा भइरहन्छ। उनीहरू बिल्कुल अपरिचित छन्, एकले अर्कालाई कहिले पनि देखेको, चिनेको, भेटेको देखिँदैन अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा। अनि त कहाँ छस् भनेर भन्छ उसले, म मङ्गलबजारमै छु, घुमिरहेको छु भन्छ। अनि मङ्गलबजारमा भए म पनि मङ्गलबजार आउँछु, त्यहीँ भेटौँ भनेर त्यहाँ तथानाम गाली गलौज उत्रिसके पछाडि अनि यो चाहिँ हाम्रो नेमाङ दाजुभाइ प्लस उनको 3 जना साथीहरू कृष्ण मन्दिर अगाडि पुग्छन् बेलुका 7:30 बजे। त्यही बेलामा यो अपराध गर्ने चाहिँ सञ्जु भन्ने सञ्जीव नेपाली जुन पनि एकजना गगन सुनार भन्ने एकजना उसको साथीलाई स्कुटरमा राखेर त्यहाँ नजिकै आउँछ, स्कुटर राख्छ र कृष्ण मन्दिरकै अगाडि ऊ पनि पुग्छ। अनि उसको साथी र भाइहरू तल बस्छन् अनि उनीहरू चाहिँ कृष्ण मन्दिरको सिँढीमा उक्लिएर केही समय विवाद गर्छन्। विवाद गरिसके पछाडि सञ्जीव नेपाली जुन सञ्जु भन्ने सञ्जीव नेपालीले नियोजित रूपमा उसले छुरा बोकेर आएको हुन्छ, त्यो छुरा निकाल्छ। छुरा निकालेपछि तत्कालै चाहिँ त्यो दाजु चाहिँ नेमाङले के गर्छन् त, हातमा समाएर छुरा बोकेको हातलाई चाहिँ समातेर उसले सञ्जीव नेपालीमाथि मुक्का प्रहार गर्ने प्रयास गर्छन्। त्यही बिचमा ऊ फुत्किएर चाहिँ समित नेमाङको घाँटीमा छुरा प्रहार गर्छ। अनि तत्कालै ऊ त्यहाँ ढले पछाडि ऊ माथिबाट तल झर्छ त्यो सञ्जीव नेपाली सञ्जु भन्ने। अनि उसलाई रोक्नको लागि उसको भाइ अगाडि बढेपछि उसको भाइलाई पनि पेटमा र घाँटीमा छुरा प्रहार गरेर त्यहाँ ढल्छन्। आँखा पनि चिम्लिने समय नपाउने अवस्थामा त्यो घटना घट्छ र चाहिँ यो सृजन नेमाङ र उसको दाजु समित नेमाङले उसकै आफ्नै काका पर्ने र साथीहरूबाट पनि सहयोग नपाउने अवस्था त्यहाँ देखिन्छ। सिचुएसन त्यो क्रिएट भइसके पछाडि उनीहरूले तत्काल प्रहरीलाई खबर गर्छन्। हाम्रो 3 मिनटभित्रमै घटनास्थलमा नजिकैको प्रहरी त्यहाँ पुग्छ र तत्कालै नेपाल प्रहरीको मङ्गलबजारको गाडीबाट हामीले उनीहरूलाई उपचारको लागि बिएनबी हस्पिटलमा लगभग 10 मिनटमै हामीले बिएनबी हस्पिटलमा पुर्याएको अवस्था हो। बिएनबी हस्पिटलमा पुर्याएर उपचारको क्रममा 8:25 को हाराहारीमा डाक्टरले दुवै दाजुभाइलाई मृत घोषणा गर्छन्। मृत घोषणा गरिसके पछाडि अब हामी तत्कालै विभिन्न ठाउँबाट प्रहरी चाहिँ घटनास्थल घेरेर चाहिँ जुन घटना घटाएर भागेका फरार व्यक्तिहरूको खोज तलासमा हामी उत्रिन्छौँ। म आफै पनि खटिएको थिएँ, म गएको थिएँ। टोलले चाहिँ एरियालाई कडन गरेर हामीले खोज तलास गर्ने क्रममा छुरा लिएर भागिरहेको अवस्थामा एउटा रेस्टुरेन्टको नजिकै त्यो सञ्जीव नेपालीलाई हाम्रो एकजना महिला प्रहरी कर्मचारी जुन प्रहरी जवान थिइन् उनले नियन्त्रणमा लिन सफल हुन्छन् र तत्काल नजिकको प्रहरीलाई खबर गर्छिन्। अनि हामी अरू थप प्रहरी गए पछाडि त्यो सञ्जु भन्ने सञ्जीव नेपालीलाई घटनामा प्रयोग भएको छुरासहित हामीले त्यहाँ नियन्त्रणमा लिन्छौँ र उसको सहयोगी साथी गगन सुनार भन्ने छ उसलाई पनि नजिकैबाट अर्को टोलीले नियन्त्रणमा लिएर मङ्गलबजारमा ल्याएर आएको अवस्था हो। होइन, सामान्यतया हामीले स्क्रिनिङ गर्दाखेरि चाहिँ अलिकता शङ्कास्पद मान्छेहरू जुन चाहिँ लागु औषधको सेवन गरेका जस्ता मान्छेहरू, कपाल पालेका, लागु औषध सेवन गरेका, अलिकता चाहिँ हातमा चाहिँ ट्याटुहरू भरेका शङ्कास्पद चाहिँ लागु औषधको सेवनकर्ता हुन् कि भनेको जस्तो मान्छेहरूलाई हामी स्विप अपरेसनमा बढी टार्गेट गरेर स्क्रिनिङ गर्ने, नियन्त्रण लिने, खानतलाई स्क्यानिङ गर्ने गर्छौँ। त्यही क्रममा ऊ चाहिँ स्क्रिनिङ गरेको देखिन्छ, स्क्रिनमा परेको देखिन्छ। अब उसको ब्याकग्राउन्डमा अरू अपराधहरू थियो थिएन भन्ने कुराहरू चाहिँ हामी उसको सिआरएस हिस्ट्री हेरेर
थप अनुसन्धान गर्छौँ। अहिलेसम्म ऊ एक दुईचोटि झैझगडाहरूमा चाहिँ इन्भल्भ भएको भन्ने स्थानीयहरूबाट चाहिँ जानकारीमा आएको चाहिँ छ। यो भोलढोका भनेको चाहिँ मङ्गलबजारकै पछाडिपट्टि पाटन यो ललितपुर महानगरपालिकाको भोलढोका चाहिँ 9 नम्बर वडामा पर्छ। त्यो नजिकै मङ्गलबजारको नजिकैको स्थानीय युवा भएको र उसँग आएको गगन सुनवार चाहिँ त्यसैमा नजिकै कतै काम गर्ने, मूर्तिको काम गर्ने र ललितपुर को अस्थायीवासी र नवलपरासी गैँडाकोटको चाहिँ थाईवासी भन्ने केटा देखिएको छ, खुलेको छ। हो मासु पसलमा काम गर्ने र त्यही चाहिँ मासु काट्ने तरबार अथवा छुरा बोकेर आएको देखिएको छ। उसको भनाइमै यी कुराहरू आएका हुन्। थप कुराहरू हामीले बुझ्दैछौँ। हामीले प्रारम्भिक अनुसन्धान गर्दाखेरि उसको चाहिँ मोटरसाइकल जफत गरेका छौँ। मोबाइलहरूको ट्र्याकहरू गर्दाखेरि सबै कुराहरू हेर्दाखेरि उनीहरूको पूर्व रिसिभी भएको अथवा दुश्मनी भएको, चिन्जान भएको केही पनि देखिएको छैन अहिलेसम्मको अनुसन्धानमा। जुन छोरा प्रहार गर्ने सन्जु भन्ने सञ्जीव नेपाली चाहिँ अलिक साइकोसिस बिहेभियरको उत्तेजित हुने, अलिक झगडालु प्रकृतिको देखिन्छ। अहिलेसम्मको ट्र्याक हेर्दाखेरि उसको पहिला पनि विभिन्न अपराधहरूमा इन्भल्भमेन्ट थियो वा थिएन हामी अनुसन्धान गर्दैछौँ र उसलाई हाम्रो डेली स्विप अपरेसन अभियानहरू चलाएको छौँ। यस्ता किसिमका अपराधहरू अथवा लागु दुर्व्यसनीहरू नियन्त्रण गर्नको लागि ललितपुर प्रहरीले दैनिक सयौँको सङ्ख्यामा विभिन्न ठाउँहरूमा प्रहरी परिचालन गरेर स्क्रिनिङहरू, मान्छे नियन्त्रण लिने स्क्रिनिङ गर्ने काम व्यापक मात्रामा गरिरहेको अवस्था छ। दैनिक 800-900 मान्छे नियन्त्रण लिने क्रममा यो सञ्जीव नेपाली 2 पटकसम्म अस्ति हामीले नियन्त्रणमा लिएर उसको स्क्रिनिङ गरेर केही पनि फेला नपारे पछाडि छोडेको पनि रेकर्ड पनि रहेछ। त्यो पनि रहेछ। त्यसले गर्दाखेरि घटना घट्नु असाध्यै दुःखनीय एकदमै नराम्रो, असाध्यै चाहिँ चिन्ताजनक हो। यो दुःखद घटना हो। एउटा परिवारले 2टा छोराहरू गुमाउनु परेको अवस्था छ। त्यो पनि बिना कसुर, बिना चिन्जान, कुनै ग्याङ फाइट पनि होइन। यो त्यो अवस्थामा आवेश र उत्तेजनामा आएर आफ्नो आवेश र उत्तेजना कन्ट्रोल गर्न नसक्दाखेरि एकदमै दुःखद घटना भएको छ र नेपाल प्रहरीले तत्काल सक्रिय भएर घटनामा संलग्न फरार अपराधीहरूलाई घेराउमा राखेर हत्यामा संलग्न भएको चाहिँ धारिलो हतियारसहित हामीले उनीहरूलाई अहिले कानुनी दायरामा लिएर आएका छौँ। आज कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर उहाँहरूको बुबाले यहाँ कर्तव्य ज्यानमा मुद्दा दर्ता गर्नुभएको छ। आज उहाँको मुवा बाहिर भएको हुनाले मृतकहरूको आमा आइसके पछाडि थप पोस्टमार्टम गर्ने भन्ने कुराहरू भएको छ। अहिलेसम्म प्रारम्भिक अनुसन्धानको क्रममा यही नै कुराहरू हामीले चाहिँ फाइन्ड आउट गरेको अवस्थाहरू छ। अब त्यो मङ्गलबजार जस्तो एकदमै घना मान्छेहरू हुने ठाउँ र त्यसमा पनि कृष्ण मन्दिरको अगाडिपट्टिको सालीको तल घटना भएको र वरिपरि सयौँको सङ्ख्यामा मान्छेहरू आफ्नो हिसाबले हिँडडुल गरेको बसेको अवस्थाहरू देखिन्छ। त्यो सिसी क्यामेराबाट पनि देखिन्छ। त्यस्तो संवेदनशील स्थानमा घटना घटे तापनि धारिलो र चाहिँ हतियारसँगै बोकेको हुनाले अरू मान्छेहरूले पनि अथवा उसैसँग भएका साथीहरूले पनि तत्काल सहयोग गर्न अथवा नियन्त्रण लिन नसकेको अवस्थाहरू चाहिँ देखिन्छ। अब उसले नियोजित रूपमा नै हातमा लाउने नेकर र छुरा चाहिँ जुन मासु काट्न प्रयोग गर्ने छुरा देखिन्छ। त्यो उसले चाहिँ मासु काट्छ भन्ने कुराहरू देखिन्छ। त्यो छुरा बोकेर आएको देखिन्छ। अब संजोग कस्तो पर्यो भन्दा रङ नम्बर भएको मान्छे यदि कुनै टाढा भएको भए अथवा चाहिँ आउट अफ भ्याली भएको भए, काठमाडौँतिर भएको भए पनि यो घटना घट्थेन। तर त्यो ब्याड लक कस्तो भयो भन्दा त्यो मान्छे पनि त्यहाँ नजिकै 100-200 मिटरकै पेरिमिटरभित्र नजिकै एरियाभित्रको मान्छे भएको र तुरुन्तै ऊ त्यहाँ आइसकेको कारणले र ऊ आउँदाखेरि उसको एग्रेसन यति हाइट बढी थियो कि त उसले छुरा समेत बोकेर आएर छुरा प्रहार गर्ने मनसायले नै आएको देखिन्छ उसले चाहिँ। र यहाँ जुन मृतकहरूले चाहिँ मिलाउने प्रयास गरेको देखिन्छ र छुरा नियन्त्रणमा लिएर सुमित नेमाङले उसलाई 2-4 पञ्च हानेको सिसी क्यामेराबाट पनि देखिन्छ। त्यो क्रममा उसले छुरालाई नियन्त्रण गर्न छुरा समाउन लागेको भए थप क्षति नहुन सक्थ्यो। तर छुरा बोकेको हातलाई समातेर उसले पञ्च हान्ने क्रममा त्यो मान्छे चाहिँ फुत्किएर फेरि चाहिँ मृतक चाहिँ माथि प्रहार गरेर एकदमै दुःखद संवेदनशील घटना भएको देखिन्छ। हामी एकदमै दुःख व्यक्त गर्छौँ। यस्ता घटनाहरू हुनु हुँदैन।
एउटा क्षणिक आवेगमा सनकमा साइकोसिस बिहेभको कारणले गर्दाखेरि यस्ता घटनाहरू भएका छन्, देखिएका छन्। यथाकथा घटनाहरू हुन्छन्। त्यो किसिमको दुःखद घटना हिजो मङ्गलबजारमा भयो। त्यसमा हामी अत्यन्त दुःखद छौँ र घटनामा मिहिन हिसाबले हामीले अनुसन्धान गरिएको अवस्थाहरू छ। संलग्न अन्य मान्छेहरू सिसी क्यामेराबाट देखिँदैन। हामीले संलग्न 2 जना मात्रै जुन स्कुटरमा आएका थिए, त्यो स्कुटरसहित हामीले उसको मोबाइलहरूसहित सबै चाहिँ पक्राउ गरिसकेर नियन्त्रण लिएर थप अनुसन्धान अगाडि बढाएको अवस्थाहरू छ। र यसको अरू ब्याकग्राउन्ड पाटो अन्य कुराहरू थप केही छ भने विस्तृत अनुसन्धान हामीले आजैबाट अगाडि बढाएको छौँ। उहाँका आफन्तहरू आउनुभएको छ, उहाँहरूलाई समेत हामीले कन्भिन्स गरेर जाहेरी लिएर अहिले थप कुराहरू चाहिँ अगाडि बढिरहेको अवस्थाहरू छ। त्यही नै कुराहरू आएको छ। उनीहरू चाहिँ घुम्न गएको चाहिँ 81 ऊ त्यहाँ आयो चाहिँ भेट्ने भन्ने कुराहरू भए पछाडि हामीले आँखा चिम्लिन नपाइकन त्यहाँ विवाद भएर छुरा प्रहार भयो भन्ने उसको आफ्नै मृतकको आफ्नै काका पर्ने बसन्त नेमाङ, भाइ चाहिँ नाता साथी पर्ने कमल खड्का लगायतको व्यक्तिहरू पनि त्यहाँ देखिन्छन्। उनीहरूले पनि रेस्क्यु गर्न, समात्न, कन्ट्रोल गर्न, रोक्न नसकेको अवस्था र दाजुलाई बचाउन भाइ जाँदाखेरि भाइलाई पनि चाहिँ उसले तल नै चाहिँ छुरा प्रहार गरेर छुरासहित भागेको अवस्था हो। ऊ भाग्न उम्कने प्रयास चाहिँ गरेको अवस्था देखिन्छ। ऊ चाहिँ निकै चाहिँ परसम्म छुरासहित भागेको अवस्थामा हामीले सफलतापूर्वक कर्डन गरेर घेराबन्दी गरेर उसको साथीलाई पनि उसलाई पनि फरक फरक ठाउँबाट नियन्त्रण लिन चाहिँ ललितपुर प्रहरी सफल भएको चाहिँ हो। महिला प्रहरी कर्मचारी होइन। अब प्रहरीको जागिर हामीले अनुसन्धान गर्ने क्रममा, अपराधीलाई पक्राउ गर्ने क्रममा आफ्नै ज्यानलाई धरापमा राखेर पनि नियन्त्रण लिनुपर्छ, काम गर्नुपर्छ। चाहिँ जुन त्यसमा खटिएको हाम्रो महिला प्रहरी कर्मचारीले आफ्नो बहादुरी चाहिँ देखाएकी अवस्था छन्, देखाएकै हो। उसले त्यस्तो छोरासहितको मान्छेलाई केही समय नियन्त्रण लिएर अनि तत्काल फोन गरेर अरू प्रहरीको मद्दतमा उसकोमा उहाँमाथि आक्रमण चाहिँ भएन। अब कर्तव्य ज्यानमा चाहिँ हामीले मुद्दा दर्ता गरेर थप अनुसन्धान बढ्छ अनि मृतकहरूको पोस्टमार्टम उसको परिवारले समयमा भोलि अथवा पर्सि पोस्टमार्टम भएर डेड बडी हामी परिवारलाई जिम्मा लगाउँछौँ। अनि त्यस पछाडि यिनीहरूलाई हदैसम्मको सजायको माग दाबी गरेर हामी अगाडि बढाउँछौँ र आगामी दिनहरूमा अझ यस्ता किसिमका घटनाहरू हुन नपाउने हिसाबले हामीले प्रहरी मोबिलाइजेसन गर्छौँ, स्थानीय भोलिन्टियरहरू परिचालन गर्छौँ। यसमा कतै नै लागु औषधको दुर्व्यसनीको असर अथवा लागु औषध दुर्व्यसनी पनि हो कि चाहिँ छुरा प्रहार गर्ने व्यक्ति भने जस्तो पनि हामीले देखिरहेका छौँ। तिनी सबैको हामी डिटेल अनुसन्धान अगाडि बढाउँछौँ।